Hello. Yeah. यता समाति है हम गाडी को अगाडि छ बिजने आछ मम्मी खै त्यसले आफ्नो नाम भन्नु ल छिटो अप्सन अर्को नाम के हो अमु के हो अमु अनि के हो अमु थापा दुईटा इ के भयो दाँत के भएको दाँत खसेको अर्कोले इ छिटो आइ उडास गराउँछु मैले फेरि सरी भगवान उडबस गर्नुपर्छ छिटो उडबस गर्नुपर्छ Welcome to Saurathar village. I am so much to meet you in Saurathar village, and today we will see the different form of Tharukasara dance and the first performance is some dance. So in the whole year, we celebrate different type of festivals. But among them, Jitiya is one of the festival in the Thar community, especially for girls. So during that period, they get into by traditional dress, which is the dress sangari, and form her dance with their own traditional song, that is Tharu song. So sing that month, I will welcome them to do some dance, and if you have Tharu drums, you can attend the bar. And for starting the program, this will be Nesanatham. Please come to them by standing. Thank you. Thank you. बाँदर अमूल्य बाँदर अर्को बाँदर यो चाहिँ स्पोटेड डियर भन्छ हरिण मृग भन्छ यो थोप्लामा हुन्छ हुलमा हो अर्को साम्बा डियर भन्ने हुन्छ त्यो चाहिँ जरायो भन्छ त्यसलाई त्यो 150 देखि 250 केजीसम्म हुन्छ अनि अर्को बार्किङ डियर भन्ने हुन्छ रतुवा सानो साइजमा हुन्छ अर्को हक डियर भन्छ लगुना यो चाहिँ पिँढामा बाँचिन्छ गाउँ बस्तीतिर गयो भने मान्छेले लखट्ने भयो खोलानालातिर गयो भने गोइले खाने भयो जङ्गलमा बाघ चितुवा स्याल सबै गार अर्कैको लागि बाँच्नुपर्छ कि पानीमा हिँडिरहेको कालो यो चाहिँ मगर गई भन्छ यसले जनावर मान्छे सबै खाइदिन्छ यसले हजुर जनावर मान्छे सबै खाइदिन्छ रिसालु स्वभावको हुन्छ यो मान्छे पनि खाइदिन्छ अर्को घडियाल भन्ने हुन्छ माछा खाने घडियाल गई त बाहिर माछा यो चाहिँ डाक्टर भन्ने चरा छ यो पानीमा 4-5 पल्ट डुबेर माछा खोजेर खान्छ कि यसले फेरि अन्त गर्छ चरा माछा खान्छ त्यसले डाक्टर हुन्छ कि सर्मस हुन्छ डुबेर डाइनोसर पछाडितिर यो त पछाडितिर छ
अनि बाघले चाहिँ 105 दिनसम्म जम्मा 105 दिनमा बिरालोकै बच्चा जस्तो त हुन्छ त सानो बिरालोको पुरा जान्छ हो नि फेरि बच्चा पाइसकेपछि भालेले मारिदिइहाल्छ कि बाघको नमार्ने भयो त धेरै हुन्छन् है कहाँ खानु सक्दैन माउने जग्गा होइन बाघ फेरि भएको ठाउँमा एउटा बाघ भएको ठाउँमा अर्को भाले बाघ आउँदैन कि एउटा भाले बाघले चाहिँ टेराटोरी 40 देखि 50 स्क्वायर किलोमिटर एरिया कभर गर्छ त्यहाँ 3 देखि 4 वटा उसको गर्लफ्रेन्ड हुन्छ है धेरै हुन्छ बाघ हुने भने त छपछप्ती हुँदैन कि अब त्यो एउटा बाघ छ नि त्यो इलाका भइसक्यो उसले है यहाँको अब त्यो पोथी बाघ भनेहरू पनि हुन्छ भाले बाघ रहेछ भने एउटैले हुन्छ रुखमा चाहिँ मार गरिदिने अनि त्यो पिसाब फेरेर छोडिदिने गर्छ कि आफ्नो एरिया अर्को भाले बाघ धेरै मर्ने भनेको एक आपसमा जुधेर भाले जुधेर अर्को भाले बाघ आउने बित्तिकै जुधिहाल्छ क्या थाहा भइहाल्छ टाइगरका इलाका हुन्छ पैसा दियो भने ढोक गर्ने नमस्ते गर्ने सब गर्थ्यो हामी त्यहाँ पनि पहिले त नमस्ते नि गरेको थियो गरेर